यत्रो मान्छे छ खाउन भने एक्लै खाने कस्तो मान्छे हरे ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काक्ष मङ्गलाय तनो हरे
बीते सारे मौसम बाबुल तेरे घर में, अब चले पाओ मेरे पिया के शहर में। बीते सारे मौसम बाबुल तेरे घर में, अब चले पाओ मेरे पिया के शहर में। जानिया कैसे बताए और रब्बा सही नहीं हो जानिया। मधानिया हाय मेरे बाबला तेरिया मिठिया यादा मेरे पीछे पीछे आड़िया। हाय मेरे बाबला मेरिया उड़े गुड्डिया बोल्दै बोल्दै लागि मन परे हौ भन्ने त मन परे अरे जोरदार मन परेर हुन्छ। हाम्रो नारोलाई मन पर्नु पर्दैन मन परे हो साँच्चै मन परे हो मन परे अरे सबैलाई मन परे हो नि।
सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई तिम्रै अंगालों में बास पाए यहाँ वहाँ बहुतारी जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रातपछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो सुखमा तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो लक्ष्मी स्वरूप कन्यादान कैसे बाणादि विभाजितमयं दातम् साग्नपन्न स्वरूप दीपक सजवन स्थापना पूजनादि करोति प्रतिज्ञा संगीत स्वरूप तत्सत्तु दीपम प्रज्वलित सदाय मम ज्ञान विनाशाय ज्ञान प्राप्ति धर्म वृद्धि सुख वृद्धि सकल परिवार कल्याण हेतु तप शांति कर्कट राशि शरीर कठोराज नाम श्रवण को हमा आगतो श्री स्वरूप पुत्रार्थम स्वीकृत मया बराबर फलोविदो निश्चितत्व सवा जम जम जम
माझे गडा तिम्रो मायाले बाँधेर राखा मेरो सिरानी होस् तिम्रो काखा मन मेरो तिमीबाट टाढा
बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
दसैँको थालमा तिमीलाई खाउला तिमीलाई केही छैन हजारौँदेखि तिमीलाई छोडी अरू मात्रै छैन हजारौँदेखि तिमीलाई छोडी अरू मात्रै छैन गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन गोजीमा दाम छैन तिम्रो गोजीमा दाम छैन
सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा चुके जस्तो लाग्दैछ आज किन सपनामा चुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली बेहुली साथै जुनी साथै फेरा साथै मन्त्रका घेरा बाँधेर बन्धन मायाको बाँधेर बन्धन मायाको एउटै पाइला घाम र छायाको भोक लाग्यो भन्छु
त्यस्तै गरी कार्य सम्पन्न होस्। तपाईहरुले केही नभनिकन हात दिनु बाटो खानु
छोरीहरू कस्तो जाति छ मेरोमा एक्काइस पैसा कमाउँदो रहेछ हामी बिहानदेखि पराउँदाखेरि पनि कमाएको छैन दिदीलाई पनि गाह्रो पर्छ देखाइदिनु यता खै सालीहरू पैसा यसो देखाइदिनु अब हिराजुले सालीले भनेको छ हाम्रो छोरालाई उम्मेदवार फेरि चाँडै लिएर आउँछु पछाडि यस्तो भन्नु आज सजे आए वे सारा शहर आज हो गई आवे रब दी महर हाय सजे आए वे सारा शहर आज हो गई आवे रब दी महर अखियां चो डिगदे हंजू खुशियां दे तेरी बन जाना अज तू सजना वे अखियां चो डिगदे हंजू खुशियां दे तेरी बन जाना अज तू सजना वे खुशियां दा चढ़िया अज वेला वे सारियां ने नचना सारियां ने गाना वे खुशियां दा चढ़िया अज वेला वे
रहर छ सँगै आउने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग रहर छ सँगै आउने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग मनको ढुकीमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुनी तिमीसँग रहर छ सँगै आउने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग सबै निकाल्नुपर्छ भनेर तिमी हुँदा लाग्छ मलाई संसार मेरे जस्तो तिमीलाई नदेख्दा केवल एक पल तिमीलाई नदेख्दा केवल एक पल लाग्छ धेरै जस्तो तिमीले फेर्ने सासमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुनी तिमीसँग रहर छ सँगै आउने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग मेरो कोटमा पर्छ होला मोबाइल पछाडि पहिलो त के पहिला कसले बोक्छ खाइन्छ यही छ कसले बोक्छ के धेरै गरौँ रहेछ क्या दिदी केउलीको प्याक चाहिँ त समयमा दिन पाइदिएको ए पाले गरौँ है यता फोटो पनि आउँछ अब हतार छैन यो को Thank you.